हेलो गाइज, आज चाहिँ हामी खरबारीमा हिँडेको। आज चाहिँ हाम्रो खाना बन्दोबस्त सबै उही छ। यी खाना मतलब कि चामलहरू उसहरू लिएर हिँडे हम। अनि पानी कति चाहिन्छ त्यो सबै लिएर हिँडेका छौँ। अनि आमा पनि ऊ अगाडि अगाडि हिँड्नु भएको छ। अनि उहाँ गएर कहिले बुटो खुराउने, कहिले घाँस काट्ने, कहिले भारी बाँध्ने, कहिले पकाउने, कहिले खाने काम गर्छौँ हामी चाहिँ। अनि यस्तै भिडियो हेर्नलाई मलाई सब्सक्राइब गर्नुहोस् मेरो युट्युब च्यानललाई। त्यही हो गाइज, आमालाई हेर्न चाहनुहुन्छ हेर्न सक्नुहुन्छ मम्मी। यस्तो कुहिरो लाग्यो हेर्नु। गाइज हामी चाहिँ अब खरबारीमा आउन लाग्यौँ। यस्तो घट्नु भयो कि घाम पनि लागिसक्यो। ढिलो हिँडेर हो त्यही पनि केही छैन। त्यो हिँड्नुपर्छ हुन्छ। बहिनी पछि पछि आएर मलाई यति धेरै सामान बोकाउनु छ कि पापा, अनि बोक्नै सकिया छैन। भएन नि भएन बोकेर यहाँ अब खरबारीमा के गर्छौँ देखाउँछु ल म। गाइज हामी चाहिँ खरबारीमा आयौँ र खरबारीमा चाहिँ आमाले फलेको रहेछ उकाला। मोबाइलमा त देखिएन, मैले टिपेर देखाउँछु ल। धेरै त रहेन, बुट्टाहरू काट्नु पनि छ ल। गाइज मैले चाहिँ भर्खर एउटा बुटो सकाएँ काटेर, देख्न सक्नुहुन्छ। बुटो चाहिँ यहाँ छ। यस्तो सुरिलो बुटो थियो कि पापा, बल्ल बल्ल काट्यो। अब चाहिँ यो काट्नु पनि हुन्छ। यो त माथि त सक्दिनँ मैले, तल तल यसो ल। गाइज फेरि भेटौँ ल। गाइज यता खाना पकाउँदै हुनुहुन्छ र मैले त्यो बुटो ढालेर पनि आइसकेँ। त्यही गाइज अब चाहिँ यो काट्न पर्यो। अघि यो काट्छु भने मैले, अनि पछि फेरि यो बुटैदेखि त्यो बुटैदेखि होइन अहिले देखाउँछु। मैले त्यो बुटो काटेँ र फेरि यो बुटो काट्छु। कति सक्छु अब यो बुटो अनुसार हुन्छ। हेलो गाइज, यति बेला चाहिँ म अब बुट्टामा थिएँ। अनि बहिनीले चाहिँ यहाँ खाना पकाएको देखाएको थिएँ। अनि त्यो देखाएको बेलामा चाहिँ म चाहिँ बुट्टामा थिएँ। बहिनीले गरेको थिएँ। यो क्यामेरा पनि उल्टेको समाति हो। त्यही हो गाइज, यहाँ चाहिँ हामी उहाँ खरबारीमा खाना पकाउन लागेको हो। आमाले पकाउँदै हुन्थ्यो, म चाहिँ बुट्टामा छु। त्यही हो, यत्रो धेरै खाएर सकाउने मान्छे 3 जना। थाल हेर्नु त, अर्ग्यानिक थालमा आफ्नै खोरीसवारीमा फलेको आलु धान टमाटर खानुहुन्छ। ल गाइस, मैले चाहिँ अर्ग्यानिक थालमा लिइसकेकी छु। काटेँ मैले, तर उहाँ मान्छन् छन् कहाँ, उहाँले दिनु भएन। उहाँ माथिको यो काट्छु। अनि भारी लिएर जानु घरै पुरा राखेको के गाइस देखो न, त्यो काटेर भ्याएको छ मैले। बेहुटा त टोकेर म चाहिँ बुट्टामा छु। उतापट्टि देख्न सक्नुहुन्छ मैले यो बुटो काटेँ। उहाँ तलको काटेँ अनि उताको काटेँ।
म यहाँ छु उयो कहाँ गयो गाइज अब चाहिँ हामी घर हिँड्न लाग्छौँ त्यही भएर आमाले भारी बाँध्दै हुनुहुन्छ अहिले चाहिँ ठ्याक्क 5 बज्यो 5 बिहान आएको हामी बिहान आएको मान्छे अहिले 5 बजिसक्यो बिहान 10 बजीतिर आएको थियौँ अनि पछि बाई थ्याङ्क यू फर वाचिङ भिडियो बाई बाई टुमारो गाइज कस्तो मिठो खायो मलाई